निकालेको छैन। साला हिन्दू नै जहिले पनि पटक खुदाई खाने माइ खाने। जुन बजरंग दलका अध्यक्ष आकाश कुमार यादवलाई योजनाबद्ध गरी राति 7 बजे घेरा हाली उलाई निर्धारित ढंगले कुटपिट गर्नुभएको छ। यो चियादी मनसाई पोप्नेहरूलाई अनि चोर दही घिउ चोर्ने मान्छे कसरी भगवान भयो? हाम्रो आलम कति छे सदाम आदमी पठा कमल के। नमस्ते दर्शक, जय श्री राम। म प्रवीण। अहिले यहाँ राजघाटको लास्टै गरम छ, किनभने बजरंग दलको जिल्ला अध्यक्ष आकाश यादवलाई राष्ट्रिय समुदायद्वारा कुटपिट हाल्नु त्यही भएर अब यहाँतिर धेरै युवाहरू तपाईँहरू यहाँको माहौल के हुन्छ अगाडि अब तपाईँले म हेराउनु छु। यो युवाद्वारा बन्द गराइरहेको छ दुकानहरू। हाम्रो आलम कति छे सदाम आदमी पठा कमल के। हामीसँग अहिले जयराम दाई भेट्नु भएको छ। यहाँसँग हामी राय जान्नेवाला छौँ के को आन्दोलन भइरहेको छ भनेर उहाँसँग पनि हामी केही सोध्ने गर्नेवाला छौँ। जय श्री राम। जय श्री राम। हिन्दू सम्राट सेनाको जिल्ला उपाध्यक्ष जयराम यादव आज 2 दिन पहिलादेखि नै ऊ सामाजिक सञ्जालमा मोहम्मद अफरोज आलम नामको व्यक्तिले आफ्नो आइडीबाट विष्णु भगवानको हाम्रो हिन्दूको आस्थाको विषय लिएर टिप्पणी गर्नुभयो थियो। उहाँले भन्नुभयो थियो 16,108 पत्नी छन् उहाँलाई, जसमध्ये 365 दिनको भाडा गर्दा एक वर्षमा एक दिनमा 45 वटा पत्नीसँग कसरी सम्भोग गर्न सक्यो? अनि चोर दही घिउ चोर्ने मान्छे कसरी भगवान भयो? त्यस्तो किसिमको टिप्पणी गर्दा हामीले शान्तिपूर्वक जिल्ला प्रशासन कार्यालयमा सम्पूर्ण हिन्दू सनातनी युवाहरू हिन्दू सम्राट सेनाको नेतृत्वमा गएर ज्ञापन पत्र बुझायो। तर हालसम्म जिल्ला प्रशासनमा उपमेयरको निलोमतोमा पुलिस प्रशासनले कुनै किसिमको ऊ मान्छेप्रति कारबाही गरेका छैन। उल्टे विज्ञप्ति दिने क्रममा जुन बजरंग दलका अध्यक्ष आकाश कुमार यादवलाई योजनाबद्ध गरी राति 7 बजे घेरा हाली उलाई निर्धारित ढंगले कुटपिट गर्नुभएको छ। यो चियादी मनसाई पोप्नेहरूलाई यदि पुलिस प्रशासनले कारबाही गरेन भने हामी भोलिदेखि अनिश्चितकाल यातायात बन्द गर्न घोषणा यहीँबाट गर्दैछु। पुलिस प्रशासनको मत हेरेर अहिले अब हिन्दू समाज नै जागिरहेछ। यसमा पछि गरेको भने त्यो बिल्कुल गलत कुरो हो। जय श्री राम। आज यो जुन घटना भएको छ हाम्रो यो नेपाल मात्र, नेपाल त हाम्रो यो सदियोदेखि होइन, यो पैदासी नै हिन्दू भूमि हो। तर यहाँ चाहिँ राजनीतिकर्ताहरूले चाहिँ यो राजनीति फैलाएर हाम्रो जातलाई चाहिँ हिन्दूलाई चाहिँ जातमा बाँटेको छ र पहाडी हिन्दूमा चाहिँ बाँटेको छ। र त्यसमा चाहिँ आज म सबभन्दा पहिला चाहिँ म हिन्दूहरूलाई चाहिँ म भन्न चाहन्छु, जुन हिन्दू आज सेकुलर बनेको छ त्यो हिन्दूलाई भन्न चाहन्छु, सेकुलर भन्न छोड्यो, कट्टरवादी बनो। कट्टरवादी आज बङ्गलादेशमा जुन घटना भएको छ त्यो सेकुलर जुन हिन्दू छ नि यहाँ नेपालको, ऊ चाहिँ एउटा पनि केही आज शब्द निकालेको छैन। साला हिन्दू नै जहिले पनि पटक खुदाई खाने माइ खाने। अनि समय आउँदाखेरि चाहिँ त्यो हाम्रो सोच र ज्ञानको कुरा गर्ने त्यो बुझेर म भन्छु, त्यो हिन्दूलाई म भन्छु साला घरमा चुरी पहिरेर चाहिँ सुहाल, नत्र चाहिँ यहाँबाट चाहिँ धन परिवर्तन गरिहाल। त्यो बुझे त्यो सेकुलर हिन्दू बन्छ। बन्ने छ भनेर कता हिन्दू बन्नुहोस्, नत्र चाहिँ यहाँ नेपालबाट गइहाल। नेपाल भनेको एउटा मात्र हिन्दू भूमि हो र रहन्छ र रहिन्छ। म आशिष यादव। यहाँ सप्तरी राजप्रासमा मुस्लिम समुदाय हिन्दू प्रति धेरै अत्याचार गर्दैछ। अरू यहाँ अफरोज आलम भनेको मान्छे हाम्रो कृष्ण भगवान प्रति धेरै नराम्रो वर्डहरू अपमानजनक, धेरै हिन्दू प्रति अपमानजनक वर्डहरू युज गरेर हामी प्रति द्वन्द्व गर्दैछ हिन्दू प्रति। त्यही भएर सबै हिन्दूलाई एकता हुनुपर्छ। अरू हाम्रो हिन्दू प्रति धेरै जातीय विवादी चल्दैछ, त्यो जाति विवादी नचलोस्। अरू सबै हिन्दू एकता होस्।
अरू आकाश यादवलाई न्याय मिलोस् त्यही भएर हामी आन्दोलन गर्दैछु यतिकै भन्न चाहन्छु। जय श्री राम। जय श्री राम। जय श्री राम। जय श्री राम। जय श्री राम।